सबैजनालाई सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ म यतिखेर उठेँ, 8:15 भयो, मुख धोएँ र म चाहिँ हतार यता आइहालेँ। उठेँ यहाँनिर अब पर्दा खोल्नु पर्यो। आज घाम लागेको छ कि छैन है। आज चाहिँ हाम्रो मौसम चाहिँ हेर्नु यस्तो छ, घाम लागेको छैन, पुरै चिसो छ। अब यो चाहिँ बिहान आज घाम लागेको भए चाहिँ मजाले घाम देखिन्थ्यो है, घाम मजाले आउँथ्यो। घाम नलागेकोले अब आज दिनभरि यस्तै हुन्छ जस्तो छ यहाँको मौसम चाहिँ। खै आज हिउँ पनि पर्छ भनेको छ। अब हिउँ पऱ्यो भने चाहिँ म हजुरहरूलाई देखाइहाल्छु। अनि त्यसपछि चाहिँ मैले नानीलाई यहाँनिर खाना दिएँ। नानी चाहिँ खाँदैछिन्। नानीले खाएर अनि नानी चाहिँ स्कुल जान्छन् होइन नानी? के गर्छु अरे? स्कुल जान्छन्, खाँदैछिन्। अनि म चाहिँ अब यहाँनिर नानीलाई दुध तताएर दियो, नानी दुध खाँदैछन्। म चाहिँ पानी खान्छु बिहानै। मलाई चाहिँ पानी मनपर्छ, म चाहिँ पानी खान्छु। अनि पानी खाइसकेपछि परिरहेको छैन नि, हिउँ परिरहेछ। नानी स्कुल जाँदैछ। नानी यता हेर त, यसरी हिउँ परिरहेछ आज चाहिँ यहाँनिर। तपाईँहरूले हेर्नुहुन्छ, मैले चाहिँ हामी बसेको भन्दा माथिबाट खिचेको हो। मजाले परिरहेको छ, देख्नुभयो? यति जमिसकेको छ, यो पुरै जमेको हो हिउँ परिरहेछ कन्टिन्यू। तर कति बजीसम्म पर्ने छ? 11 बजीसम्म हो। यो माथि घाम पनि लाग्दैछ है। सूर्यनारायणले दर्शन दिनुभयो है, दर्शन दिनुभयो सूर्यनारायणले। अब हाम्रो 11 बजीसम्म मात्र होला हिउँ पर्ने, त्यसपछि चाहिँ हिउँ चाहिँ आजलाई बिदा हुन्छ भन्ने कुरा आएको छ। हेर्दै जाम। चाहिँ नानीलाई स्कुल पुऱ्याएर आएँ, त्यही हिउँ परेको हजुरहरूलाई भिडियो देखाइहालेँ मैले। आज अब डिसेम्बर 5, आजबाट चाहिँ यहाँनिर बाल्टिमोरमा चाहिँ अलिअलि स्नो परिरहेछ। अब सायद अब कन्टिन्यू पर्दै जान्छ होला। अब म चाहिँ कति बज्यो अहिले? 9:30 भइसक्यो होला, 10 बज्न आँटिसक्यो होला। म हेर्छु ल कति बज्यो अहिले। 9:53, 10 बज्न आँटेछ। अब म चाहिँ खाना पकाउँछु। अनि खाना बनाउने बेला भयो, 10 बजिसकेछ। अनि खाना बनाउन पहिले दाल पकाउनु पर्यो। दाल बसाउँछु। दाल भिजाउनु पर्छ। दाल भिजाउँदै हेर्नु तात्दै गर्छ, यता दाल भिजाउँछु। अनि राखेँ मैले, यहाँ राखेको छु। चिसो छ आज, फेरि कस्तो चिसो छ दाल। मलाई चाहिँ यो, म नेपालमा हुँदा पनि यही दाल खान्थेँ, मुसुरीको र मुङको दाल मिसाएर खान्थेँ। यहाँ नेपाली पसलबाट त्यही लिएर आएको छु। यति छ। भरे फेरि 4 बजे खाना ठिक पार्नुपर्छ। अनि अहिले र भरेको लागि बसाउँछु। चिया खाएँ। अनि त्यसपछि चिया खाएर अनि म चाहिँ अब दाल पकाउने। अनि तरकारी के छ? मैले तरकारी हेरेकै छैन। तरकारी हेर्छु ल म फ्रिजमा के रहेछ आज तरकारी। हाम्रो ब्रोकाउली रहेछ तरकारी। ब्रोकाउली ए, म त गेडागुडी भिजाइदिनु पर्ने हो, गेडागुडी खानुपर्ने। त्यस्तोमा त गेडागुडी नै मिठो हुन्छ नि। आजको मेरो सब्जी चाहिँ ब्रोकाउली, मिठो हुन्छ यो पनि। पकाउँछु, यसलाई काट्छु। अनि दाल भिजाएँ, ब्रोकाउली ठिक्क पालेँ, एउटा हाल्छु, पुगिहाल्छ। 2-4 मजाले हुन्छ। नानी खाँदैन, हामी 2जनालाई
मजाले पुग्छ। नुन, बेसार, पाँचफोरन हुन्छ। लसुनहरू चाहिँ मैले हालेको छुइनँ अहिले, यहाँनिर लसुन कुट्ने नै छैन, फेरि डङ 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 आवाज आउँछ। अनि त्यही भएर अहिले लसुन हालेको छैन, त्यति लसुन नहालेकै मिठो लाग्छ मलाई फेरि। पाँचफोरन हालेपछि सबै त हुँदो रहेछ कि। तेल निकाल्दैछु, अब तेल हालेँ, दाल बसाइदिन्छु। अनि दाल बसाएर सब्जी काट्छु, अनि सब्जी काटेर अनि त्यसपछि दाल पाक्छ, अनि दाल खनाइदिन्छु। दाल खनाएर अनि फेरि त्यसमा अनि खाना बसाउँछु। अनि खाना खाँदा होला त्यस्तै 11 बज्छ होला आज त्यस्तै हो। अब बाहिर हिउँ परिरहेछ, बाहिर एकदमै चिसो छ। म त राम नानीलाई स्कुल पुऱ्याउनु बस स्टोरसम्म गएको है। अनि अब म त हामी त है नेपालमा त सिमलले स्कुल पनि फर्स्टचोटि आज हो अगाडि देखेको मैले त। अनि फुरफुर झरिरहेको रहेछ। म चाहिँ फेरि अनि त्यो छाता लिएर गएँ क्या। अब टाउकोहरूमा लाग्छ, जिउहरूमा लाग्छ भनेर छाता लिएर गएँ। त्यस्तो छातै बोक्नुपर्ने चाहिँ हुँदैन रहेछ। नानीलाई टोपी लगाइदिएको थिएँ, नानीले फेरि टोपी लगाइदिएको थिएँ। अनि त्यो छाता ओढ्न मानेन उसलाई। अब त्यो हिउँमा रमाउन मन लागिरहेको थियो, आज स्कुल त नजाने हिउँ पर्छ भनिरहेको थियो नि। त्यसो चाहिँ नि त्यो छाता पनि मैले पनि त्यत्तिकै भुइँमा राखेर म त रुखको आडमा बसिरहेँ। कसरी छाताहरू त्यस्तो ओढ्नु हुँदो रहेछ हामीलाई मलाई त थाहा थिएन है। म त अब चिसो हुन्छ भनेर गएँ। अनि त्यस्तो मजाले पनि परेको होइन, फुसफुस परिरहेछ। तपाईँहरू अगाडि भिडियोमा देखिहाल्नु भयो। अनि त्यसपछि अनि भयो नानी, तर यो हात त मेरो अहिलेसम्म पनि पुरै रातो भएको छ कि। त्यो हात चाहिँ पुरै झर्ला जस्तो भयो। बोल्दैन त म त पन्जा लाएर जान्छु, ग्लोभ्स लाएर जान्छु, नसकिने रहेछ कस्तो। म त अनि म त हतार त नानी चढी त होला नि, नानी चढिसकेपछि त यस्तो हेरेँ, नानी चढे त हिउँमाको मान्छेको केटाकेटी थिएँ। अनि म त्यस्तो चिकु दिइहालेँ। मलाई एकदमै गाह्रो बनाइसकेको थियो, हात पुरै ठेरिएर एकदमै गाह्रो भयो क्या। म आइहालेँ ठेरेर बस्न। यहाँ आएर पनि हात तात्दैन है। नेपालमा हुँदा त दाल बसायो, नेपालमा हुँदा त है। अब यस्तो हामी त अब हिटर तान्ने बानी छ नि त। म त काठमाडौँमा त खालि हिटर तान्ने बानी, म त त्यो हिटर चाहिँ ल्याएर आउँछ। तर यहाँ त अब त्यस्तो तातो हुन्छ, भित्र त चिसो त होइन। मलाई कस्तो हात छिरायो, पुरा हिउँले कस्तो चिसो भएको थियो। त्यो तातो खोजेको क्या। भरे एकैछिनमा त तातिहाल्नु नि, यहाँ त तातिहाल्छ नि त। एकछिन मैले चाहिँ खाना पकाइसकेँ। अब यहाँ खाना पकाउँदाखेरि तरकारीहरू त झरेको थियो क्या। अनि बढार्दैछु। यहाँ है बढार्ने चाहिँ यस्तो छ, यहाँ यस्तो छ। यदि फुल्काउँछु, बढार्छु, अनि सफा गरेर पनि छान्ने। माथि सबै पुसिसकेको ग्यासहरू। म चाहिँ क्या पहिले सुरु यहाँ युएस आउँदाखेरि है, हामी आएको धेर त भएको छैन, 4 महिना जति भयो। अनि म चाहिँ सुरुमा चाहिँ त्यो बढार्नु पऱ्यो भनेर हामी त्यहाँदेखि डाइरेक्ट दिदीहरूकोमा बस्दै थियौँ नि त। अनि म चाहिँ दिदीहरू काममा जानुभएको थियो। म चाहिँ कुच्चो खै कुच्चो भनेर उयो नेपालकै जस्तो कुच्चो खै कुच्चो भनेर झाडुले बढाउँथ्यौँ नि त काठमाडौँमा त है। बाहिर कुच्चोले बढाउँथ्यौँ, अनि भित्र गनेपछि अब नरिवलको झाडुले बजाइन्छ नि त। अनि म चाहिँ खोज्छु, भेट्दिनँ यता। यो त मैले देखेकी थिएँ है, यो देखेको थिएँ, यो मैले त्यो वास्तै भएन क्या। म चाहिँ त्यही नेपालकै कुच्चो खोजेको गर्छु, कुच्चो त छैन। अनि सोधेँ, भान्जालाई सोधेँ, घर केले बढार्नु परेछ भन्छ। कुच्चो त कहीँ पनि भेट्दिनँ त म त भनेको। भरे त लास्टमा त यसले हो नि मान्छे बढार्दैन। यस्तो गर्छु है फोहोर आउँदैन, यस्तो गर्छु फोहोर आउँदैन। मलाई त आमामा सुरुमा त गाह्रो भइहाल्यो नि त्यो बढार्नलाई त। अहिले चाहिँ जान्दै गयो नि। मलाई खै बढाएर जस्तो लाग्दैन, हामी कुच्चोले बढार्ने बानी नि त। मैले बढाएर पनि सकेँ। अब फोटो उठाउँछु अनि हेर्दै जानु होला। अब म के गर्छु। सायद आज लामो पनि भइसक्यो होला भिडियो। अब यतिमै बन्द गरिदिन्छु होला म। कस्तो आजको बिहान हेरेर सल्लाह
सल्लाह सुझाव दिनु। मैले कहाँ गल्ती गरेको छु भिडियोहरू बनाउँदाखेरि तपाईँहरूले सल्लाह सुझाव दिनु। मैले बनाइसकेँ। अनि मैले कस्तो खालको बनाउँदा हुन्छ भन्नु, कहाँ गल्ती गरेँ, मैले बोल्दाखेरि के गल्ती गरेँ, तपाईँहरूले मलाई भनिदिनु। जसले हेर्नुभएको छ उहाँहरूले चाहिँ कृपया कमेन्ट चाहिँ गरिदिनु होला। तपाईँहरूको कमेन्टहरूले गर्दाखेरि नै त हो नि हामीलाई अगाडि बढ्नलाई प्रेरणा मिल्ने। ल हजुरहरू स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्। अहिलेलाई बाई बाई।